इयर अफ द नर्स एन्ड मिडवाइफ होइन, कुन चाहिँ वर्षको होइन नर्स र मिडवाइफको लागि होइन इयर अफ द नर्स भनेर चाहिँ कुन होला? हजुरहरूलाई याद छ? यसको राइट एन्सर चाहिँ नि डी छ ल। 2020लाई चाहिँ नि इयर अफ द नर्स एन्ड मिडवाइफ भनेर चाहिँ चिनिएको छ। 2020लाई चाहिँ नि होइन इयर अफ द नर्स एन्ड मिडवाइफ भनेर चिनिएको छ ल। अब यसलाई म हाम्रो यसको राइट एन्सर चाहिँ डी भयो। अब त्यसै गरी हाम्रो क्वेसन नम्बर 2 ले के भन्छ भन्दाखेरि फ्लोरेन्स नाइटिङ्गेल वाज प्रोफेसनली होइन, फ्लोरेन्स नाइटिङ्गेललाई चाहिँ हामीले हेऱ्यौँ भने प्रोफेसनली उहाँ के हुनुहुन्थ्यो? प्रश्न नम्बर 1 ए ले भन्छ अप्सन नम्बर ए ले भन्छ मिडवाइफ हुनुहुन्थ्यो, अप्सन नम्बर बी ले नर्स भनेको छ, त्यसै गरी अप्सन नम्बर सी ले अब्स्टेटिसियन भनेको छ भने अप्सन नम्बर डी ले होइन रिसर्चर भनेर भनेको छ। हजुरहरूलाई के लाग्छ? अनम्युट गरेर बोल्न सक्नुहुन्छ हजुरहरू। हाम्रो 2 को चाहिँ नि अप्सन नम्बर डी चाहिँ राइट एन्सर ल। हाम्रो फ्लोरेन्स नाइटिङ्गेललाई चाहिँ प्रोफेसनली नर्स त भनिन्छ नै, त्योभन्दा पनि उहाँले रिसर्च धेरै गर्नु भएको छ, स्ट्याटिसियन पनि भनिएको छ। त्यही भएर हामीले उहाँलाई चाहिँ एज अ रिसर्चर प्रोफेसनलीको रूपमा हामी रिसर्चर भनेर चिनेको छौँ। भनेपछि राइट एन्सर हाम्रो अप्सन नम्बर डी हुने भयो। त्यसै गरी अब हाम्रो प्रश्न नम्बर 3 ले चाहिँ के भनेको छ भन्दा द पिरियड अफ जेस्टेसन फ्रम द डे अफ फर्टिलाइजेसन होइन, हाम्रो चाहिँ नि अब फर्टिलाइजेसनको डेदेखि होइन गर्भ कतिसम्म रहन्छ त? अप्सन नम्बर ए ले चाहिँ 270 दिन, त्यसै गरी अप्सन बी ले 280 दिन भनेको छ, त्यसै गरी अप्सन नम्बर सी ले 266 दिन र अप्सन नम्बर डी ले 264 दिन। कुन जस्तो लाग्छ हजुरहरूलाई? म्याम अलिकति अझ जुम गरिदिनु न त्यो माथिको प्लसमा अझ जुम। ओके, जुम गर्नु। साउन्ड मेरोमा पनि मैले जुम गर्न खोजिरहेको माथि छु तर यो प्लसमा जुम। छ, माथि प्लसमा माथि त्यो ओके क्वेसन सर, लेख्नु म त्यहाँ प्लस छ नि। प्लस ओके यस देखिएको छ, ठिक छ ल। अब चाहिँ हाम्रो होइन 3 नम्बरको राइट एन्सर चाहिँ नि 266 डेज है। अप्सन नम्बर सी चाहिँ राइट एन्सर रहेको छ, 266। त्यस पछाडि चाहिँ नि हाम्रो प्रश्न नम्बर 4 ले चाहिँ के भनेको छ भन्दाखेरि टोटल ड्युरेसन अफ प्रेग्नेन्सी, हाम्रो प्रेग्नेन्सीको टोटल ड्युरेसन चाहिँ कति रहेको छ? अप्सन नम्बर ए ले चाहिँ 36 विक्स, अप्सन नम्बर बी ले 40 विक्स, अप्सन नम्बर सी ले 37 विक्स र अप्सन नम्बर 4 ले 42 विक्स भनेको छ। राइट एन्सर हजुरहरूले च्याट बक्समा मलाई मेसेज गर्न सक्नुहुन्छ। ओहो, च्याट बक्समा आइरहेछ है। यसको एन्सर हेरौँ न। फोरको बी है राइट एन्सर चाहिँ नि होइन 4को बी रहेको छ। थ्याङ्क यू, हजुरहरू च्याट बक्समा मेसेज गरिरहनु भएको छ।
जानु बाहिर एकैछिन मोबाइल क्लास भइरहेछ कसरी लिन्छ जाऊ बाहिर त्यसै गरी हाम्रो होइन 4 नम्बरको एन्सरले अप्सन नम्बर बी चाहिँ राइट एन्सर भनेको छ 40 विक्सको टोटल प्रेग्नेन्सी हुन्छ 40 विक्सको टोटल विक्स अफ जेस्टेसन हुन्छ र कहिलेकाहीँ चाहिँ नि होइन अब अर्ली यसलाई चाहिँ नि अर्ली पनि हुनसक्छ कहिलेकाहीँ लेट पनि हुनसक्छ तर चाहिँ अब डेटमा हेर्ने हो भने 40 विक्स चाहिँ हामी भन्छौँ त्यसै गरी अब हाम्रो क्वेसन नम्बर 5 ले भनेको छ सेकेन्ड ट्राइमेस्टर अफ प्रेग्नेन्सी रेफर्स टु अब चाहिँ नि सेकेन्ड ट्राइमेस्टर प्रेग्नेन्सी भनेको चाहिँ कुन समय हो है 12 देखि 20 हप्ता अप्सन नम्बर ए ले भन्छ त्यसै गरी अप्सन नम्बर बी ले 13 देखि 28 हप्ता त्यसै गरी अप्सन नम्बर सी ले 16 देखि 28 हप्ता त्यसै गरी अप्सन नम्बर डी ले चाहिँ भनेको छ यहाँ 22 देखि 37 हप्ता च्याट बक्समा हजुरहरूले मेसेज गरिरहनु भएको छ अप्सन नम्बर बी हैन हजुरहरूलाई धेरै धेरै धन्यवाद एकदमै सही छ एन्सर हैन हाम्रो चाहिँ नि सेकेन्ड ट्राइमेस्टर भन्ने बित्तिकै 13 टु 28 विक्स अफ जेस्टेसन हो त्यसै गरी हाम्रो अर्को क्वेसनले के भनिरहेको छ भन्दा एक्सपेक्टेड डेट अफ डेलिभरी सुड बी क्यालकुलेटेड फ्रम हामीले चाहिँ नि कहिलेबाट चाहिँ होइन के अरे क्यालकुलेट गर्छौँ एक्सपेक्टेड डेट अफ डेलिभरी भन्दाखेरि अप्सन नम्बर ए ले भनेको छ फर्स्ट डे अफ लास्ट मेन्सुरल पिरियड त्यसै गरी लास्ट डे अफ फर्स्ट मेन्सुरल पिरियड त्यसै गरी अप्सन नम्बर सी ले द डे अफ ओभुलेसन अनि अप्सन नम्बर डी ले द डे अफ फर्टिलाइजेसन भनेपछि हामी कहिलेबाट चाहिँ इडिडी काउन्ट गर्न सुरु गर्छौँ महिनावारी भएको होइन अन्तिम महिनावारी भएको पहिलो दिनबाट हो कि अन्तिम महिनावारी भएको अन्तिम दिनबाट हो कि ओभुलेसन भएको दिनबाट गर्छौँ कि फर्टिलाइजेसन भएको दिनबाट गर्छौँ भन्दा यसको राइट एन्सर चाहिँ के रहेको छ ए अप्सन नम्बर ए होइन हामी चाहिँ जहिले पनि के गर्छौँ भन्दा लास्ट मेन्सुरेसन डेको फर्स्ट डेबाट चाहिँ के गर्छौँ भन्दा इडिडी क्यालकुलेट गर्न स्टार्ट गरेको हुन्छौँ ल त्यसै गरी अब चाहिँ हामी क्वेसन नम्बर 7 लाई हेर्दा द टर्म इम्ब्रायो रेफर्स टु इम्ब्रायो भन्ने बित्तिकै हामी केलाई बुझ्छौँ है अप्सन नम्बर के भनेको छ ए ले 0 टु 2 विक्स त्यसै गरी अप्सन बी 2 टु 6 विक्स त्यसै गरी 6 टु 8 विक्स त्यसै गरी 3 टु 8 विक्स 7 नम्बरको एन्सर हजुरहरूले च्याट बक्समा राख्न सक्नुहुन्छ हाम्रो चाहिँ हैन इम्ब्रायो भनेको अप्सन नम्बर डी चाहिँ राइट एन्सर हो है 3 टु 8 विक्सको हैन फर्टिलाइजेसन भइसकेको डेटदेखि 3 टु 8 विक्स सुरुको 8 विक्ससम्मको लाई हामीले एम्ब्रायो भन्छौँ त्यस पछाडि चाहिँ नि फिटस भन्छौँ त्यस पछाडि अब हाम्रो 8 नम्बरको क्वेसनले के भनेको छ पेरिनेटल पिरियड इज हैन हाम्रो पेरिनेटल पिरियड भनेको कुन पिरियडलाई हामी भनेको हुन्छौँ है अप्सन नम्बर ए ले भन्छ बर्थ अफ बेबी टु 7 डेज अर्को बी अप्सनले भन्छ पिरियड विदिन 42 डेज अप्सन नम्बर सी ले भन्छ पिरियड फ्रम 20 विक्स टु 7 डेज आफ्टर बर्थ त्यसै गरी अप्सन नम्बर डी ले चाहिँ भन्छ पिरियड फ्रम 22 विक्स अफ जेस्टेसन टु द डे हैन 7 डे आफ्टर बर्थ यसको राइट एन्सर के हुन्छ होला
यसको एन्सर चाहिँ नि हैन अप्सन नम्बर डी हुने हुन्छ भनेको हैन हाम्रो पेरिनेटल पिरियड भनेको के हो भन्दाखेरि बेबी चाहिँ नि भाइबल स्टेजको भएदेखि डेलिभरी भएको 1 हप्ता समयको पिरियडलाई हामीले के भन्छौँ पेरिनेटल पिरियड भन्छौँ है 22 विक्स देखि बल्ल के हुन्छ भाइबल चाहिँ हुन सक्छ है त्यही भएर चाहिँ यो इन्टरनेसनल हेर्दाखेरि 22 हप्ता तर हाम्रो नेपालको लागि चाहिँ 28 हप्ता हो फेरि है अब ए नम्बर चाहिँ अप्सन किन भएन भन्दाखेरि यसले चाहिँ 7 डेज डेलिभरी भएकोलाई क्याल्कुलेट गरेको छ पिरियड विदिन 42 भनेको यो पोस्टपार्टम पिरियड भइहाल्यो हजुरहरूले जहिले पनि हैन क्वेशन्सको एन्सर मिलाउँदाखेरि नि क्वेशनसँग चाहिँ तपाईहरुले हैन अप्सन्सलाई ट्याली गर्नु होला हैन केही कुराहरु हाम्रा टिप्सहरु रहेका छन् जस्तै कि तपाईलाई चाहिँ नि हैन कन्फ्युजन लागेका कुराहरु छ भने पहिला चाहिँ त्योसँग ट्याली गर्ने क्वेशनसँग यसले के कुरा मागेछ र हामीलाई चाहिँ अप्सनमा के कुरा दिएको छ र दिएको अनुसारकोबाट हामीले चाहिँ नि यसको एन्सर यो यसको मतलब यो अप्सनले यो भन्न खोज्दाखेरि कुन चाहिँ आफुलाई नजिक जस्तो लाग्छ त्यसलाई चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि हैन पहिला चाहिँ 4 अप्सन मध्ये 2टा अप्सन पहिला चुज गर्ने 2टाबाट अब एउटा चुज गर्ने यसरी गरिकन हामी के गर्न सक्छौं अब्जेक्टिभ क्वेशनलाई चाहिँ हामीले यसरी ट्याकल गर्नुपर्ने हुन्छ सो 8 को चाहिँ हाम्रो हैन अप्सन नम्बर डी चाहिँ राइट आन्सर त्यसैगरी अब हाम्रो क्वेशन नम्बर 9 लाई हेर्दाखेरि द टर्म नियोनेट मिन्स नियोनेट भनेको के हो भन्दाखेरि फर्स्ट 4 विक्स अफ लाइफ त्यसैगरी फर्स्ट इयर अफ लाइफ फर्स्ट 1 विक अफ लाइफ त्यसैगरी फर्स्ट 1 to 3 इयर्स अफ लाइफ नियोनेट भनेर हामी केलाई बुझ्छौं नियोनेट भनेको हाम्रो हैन 9 नम्बरको राइट आन्सर चाहिँ अप्सन नम्बर ए रहेको छ हैन हामीले फर्स्ट 4 विक्स सम्मको पिरियडलाई चाहिँ के भन्छौं नियोनेट भन्छौं हैन अनि 1 इयर सम्मको पिरियडलाई इन्फेन्सी पिरियड भन्छौं त्यही भएर हामी के भन्छौं भन्दाखेरि हैन नियोनेट भन्छौं र यो 7 डेज भित्रको हैन 1 विक अफ लाइफ भनेको के हो अर्ली नियोनेट हैन तर हामीलाई चाहिँ के सोधेको छ नियोनेट भनेकोले गर्दाखेरि हामीले 4 विक्स अफ लाइफ भनेर भन्न सक्छौं है फर्स्ट 4 विक्स अफ लाइफ चाहिँ भन्नुपर्ने हुन्छ त्यसैगरी हाम्रो अब क्वेशन नम्बर 10 ले चाहिँ के भनेको छ भन्दाखेरि which does not belong to perinatal period हाम्रो चाहिँ नि अप्सन नम्बर ए ले भन्छ फिटस कुन चाहिँ हाम्रो पेरिनेटल अवस्थासँग चाहिँ सम्बन्ध राख्दैन भनेर भनिरहेछ है ए चाहिँ फिटस बी चाहिँ नियोनेट सी चाहिँ ओभम त्यसैगरी डी चाहिँ इम्ब्रायो अब यसमा चाहिँ हेर्दाखेरि यो सबै हाम्रो केसँग सम्बन्धित बुझाइरहेछ फिटस पनि गर्भसँग सम्बन्धित इम्ब्रायो पनि गर्भसँग सम्बन्धित र ओभम पनि गर्भसँग सम्बन्धित छ हैन र यसमा चाहिँ नमिल्ने एउटा के बुझिरहेको छ हजुरहरूले हेर्न सक्नुहुन्छ अप्सन नम्बर बी हैन त्यसैले चाहिँ नि हाम्रो अप्सन नम्बर बी चाहिँ यसको लागि राइट आन्सर हुन्छ पेरिनेटल पिरियडसँग हैन नियोनेटको 3टा मिलिरहेछ एउटा नमिलेकोले यो चाहिँ खासै सम्बन्ध चाहिँ हैन बिलोङ गर्दैन अब यो अलिकति नमिल्ने हो बिलोङ नगर्ने त होइन तर यो चाहिँ अरूहरू हेरिकन अलिकति नमिलेको हुन सक्छ अब यो 4 अप्सन मध्ये चुज गर्नु पर्दाखेरि हामीले बी लाई चाहिँ चुज गरेको छौं हैन तर चाहिँ यो बी
डज नट बिलोङ। ल अब छोड। अब चाहिँ के छ भन्दाखेरि टोडलर एज इज, टोडलर भनेको कुन एज हो है? अप्सन नम्बर बिलो 1 इयर, अप्सन नम्बर बी 1 to 4 इयर, त्यसै गरी अप्सन नम्बर सी ले 1 to 3 इयर भनिरहेको छ। एकैछिन मलाई देखि नै रहेछ। हामीले हैन के भन्छ नि टोटल भन्ने बित्तिकै के बुझ्छौँ भन्दाखेरि हैन 1 to 3 इयर्सको एजलाई हामीले टोडलर भनेका हुन्छौँ। त्यही भएर हाम्रो क्वेसन नम्बर 11 को राइट एन्सर चाहिँ सी हुने भएको छ। ल यहाँ चाहिँ यसको अप्सन डी चाहिँ मलाई देख्न सकिरहेको छैन। अलिकति यो फ्रेन्डली अलिकति भएको छैन। ल अब क्वेसन नम्बर 12 ले यहाँ के भन्न खोजिरहेको छ? यो 12 को क्वेसनै बुझिरहेको छैन। अहिले हामी हेरौँला देखिएको छ भने है। अब 13 नम्बर क्वेसनले चाहिँ के भनिरहेको छ भन्दा द वुमन हु हैव नट गिभ एनी चाइल्ड, नट गिभ बर्थ टु एनी चाइल्ड है, एकजना महिला जसले चाहिँ नि हैन एउटा पनि बच्चालाई जन्म दिनु भएको छैन, त्यसलाई चाहिँ हामी के भनेर भन्छौँ है? अप्सन नम्बर ए ले भनेको छ हैन पार्ट्युरेन्स, त्यस्तै गरी अप्सन नम्बर बी ले प्राइमिपारस, अप्सन नम्बर सी नल्लिपारस, अप्सन नम्बर डी प्राइमिग्राभिडा। हामीले यो हेर्यौं भने अप्सन नम्बर सी चाहिँ हैन यसको राइट एन्सर हुन्छ। जो चाहिँ महिलाको एउटा पनि हैन बच्चा पाएको छैन भने हामीले उहाँलाई चाहिँ के भन्छौँ भन्दा नल्लिपारस भनेर भनेको हुन्छौँ। नल्लिपारस भनेर भनेको हुन्छौँ। हजुरहरूको मिलिरहेको छ च्याट बक्समा। त्यसै गरी हाम्रो अब चाहिँ नि हैन 14 नम्बरको प्रश्नले के भन्दैछ भन्दा द endometrium of the pregnant gravid uterus is called हैन। हामीले चाहिँ नि के रे यो प्रेग्नेन्सी भन्दा पहिले चाहिँ इन्डोमेट्रियम नै हुन्छ हैन। तर अब जब चाहिँ नि प्रेग्नेन्सी कन्सिभ हुन्छ त्यतिखेर ग्राभिड युटरसलाई हामीले के भनेको हुन्छौँ है? अप्सन नम्बर ए ल्यानुगो भन्छौँ, अप्सन नम्बर बी डेसिडुवा भन्छौँ, अप्सन नम्बर सी कोरियन भन्छौँ र अप्सन नम्बर डी एलान्टस भनेर भन्छौँ। भन्दा 14 को राइट एन्सर हैन अप्सन नम्बर बी रहेको छ। हामीले ग्राभिड युटरस हैन अथवा चाहिँ नि इन्डोमेट्रियम जुन प्रेग्नेन्सी भए पछाडि जुन हैन अझै थिक भास्कुलर भइरहेको हुन्छ त्यसलाई चाहिँ हामी डेसिडुवा भनेर भन्छौँ हैन। अब यसमा हजुरले ल्यानुगो भन्ने बित्तिकै के बुझिन्छ भन्दाखेरि स्मल टाइनी हैन हेयरहरू छ बेबीको बडीमा भन्ने त्यसलाई हामी बुझ्छौँ भने कोरियन भनेको प्लासेन्टाकै पार्ट भयो। त्यस्तै गरी एलान्टस भनेको पनि प्लासेन्टा जहाँबाट निस्किन्छ त्यसलाई हामीले एलान्टस भनेर भन्छौँ। ल त्यही भएर हाम्रो अप्सन नम्बर बी चाहिँ राइट एन्सर। त्यसै गरी अकर्डिङ टु WHO पिरियड अफ
हैन, पिरियड अफ भायबिलिटी फर फिटस। WHO को अनुसार चाहिँ नि हैन, बच्चा चाहिँ हैन अब कुन स्टेजमा चाहिँ भाएबल हुन्छ भन्दाखेरि अप्सन नम्बर ए 20 weeks, अप्सन नम्बर बी 22 weeks, अप्सन नम्बर सी 28 weeks र अप्सन नम्बर डी चाहिँ नि 12 weeks। अब हाम्रो अकर्डिङ टु WHO 22 weeks भनिएको छ, भनिए पनि नेपालको कन्टेक्स्टमा यसलाई चाहिँ 28 weeks भनिन्छ है, भायबिलिटी अफ फिटस। तपाईलाई चाहिँ अब WHO को सोध्यो भने 22 नै लगाउनु होला। त्यसै गरी हाम्रो क्वेशन नम्बर 16 ले सोध्छ, द टर्म डिस्टोसिया मिन्स, डिस्टोसिया भनेको वर्डले चाहिँ के जनाउँछ हैन। अप्सन नम्बर ए प्रिटर्म लेभरलाई जनाउँछ, अप्सन नम्बर बी नर्मल लेभरलाई जनाउँछ, अप्सन नम्बर सी टर्म लेभरलाई जनाउँछ कि अप्सन नम्बर डी एबनर्मल लेभरलाई जनाउँछ भन्ने पछाडि हामीलाई थाहा भए अनुसार हैन अप्सन नम्बर डी चाहिँ राइट आन्सर है। डिस्टोसिया भनेको एबनर्मल लेभर हो। नर्मल लेभरलाई हामीले के भन्छौं च्याटमा लेख्नुहोस् हजुरहरूले। एबनर्मल लेभरलाई चाहिँ डिस्टोसिया भने जस्तै। अब नर्मल लेभरलाई हामीले के भन्छौं? नर्मल लेभरलाई हामीले युटोसिया भनेर भन्छौं हैन। ल थ्यांक यू हजुरहरूलाई। त्यसै गरी पेनलेस अब 17 नम्बरको क्वेशनले भनेको छ painless irregular uterine contraction seen in early pregnancy is called uterine contraction, Braxton Hicks contraction, endometrial contraction, त्यसै गरी unstable contraction। 17 को कुन चाहिँ कोही अप्सन हुन्छ राइट आन्सर? हाम्रो चाहिँ नि हैन हजुरहरूले भन्नुभएको जस्तै 17 नम्बरमा चाहिँ हाम्रो हैन ब्राक्सटन हिक्स कन्ट्र्याक्सन भनेको राइट अप्सन हो है, राइट आन्सर हो। किनभने हैन आफ्टर के अरे प्रेग्नेन्सी कन्सिभ भएकै केही हप्तापछि नै मदरलाई चाहिँ पेनलेस कन्ट्र्याक्सन चाहिँ हुन थाल्छ। किन भन्दा चाहिँ बेबीको ग्रोथ एन्ड डेभलपमेन्टको लागि, युट्रसको साइजहरू बढ्नको लागि त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दा ब्राक्सटन हिक्स कन्ट्र्याक्सन। त्यही भएर अप्सन बी चाहिँ राइट आन्सर। अब अर्को क्वेशनले भनेको छ 18 नम्बर क्वेशनले विच अफ द फलोइङ इज द प्रोफेसनल फोरम फर मिडवाइफ्स हैन इन नेपाल। नेपाल हैन मा चाहिँ नि हैन मिडवाइफहरूको लागि चाहिँ प्रोफेसनल त्यो चाहिँ के हो, नर्सेसको लागि हकितको लड दिनको लागि प्रोफेसनल फोरम भनेको के हो भन्दा हजुरहरूको च्याट बक्स हेर्दाखेरि के आएको छ भन्दा बी आएको छ हैन, फिगो मिडसन हो है। अप्सन नम्बर सी मिडसन चाहिँ हो, नेपालको लागि मिडसन हो। राइट आन्सर चाहिँ सी हुने भयो ल। नान भनेको हाम्रो प्रोफेसनल नर्सेसको लागि नै भयो। त्यसै गरी एनएमसी भनेको यसले हामीलाई रजिस्ट्रेसन गर्ने भयो। फिगो भनेको इन्टरनेसनल गाइनेकोलोजिस्टको अर्गनाइजेसन भयो, यो त फेडरेसन नै भयो कि, फेडरेसन अफ इन्टरनेसनल हैन गाइनेकोलोजिस्टको लागि भयो भने मिडसन चाहिँ हाम्रो हैन नेपाली मिडवाइफको प्रोफेसनलको लागि चाहिँ लिडिङ चाहिँ यो भयो है। त्यसै गरी हाम्रो क्वेशन नम्बर 19 ले सोधिरहेको छ द फुल फर्म अफ एसबिए इज के हुन्छ हजुरहरूले मेन्सन गर्नु होला है। स्टिल बर्थ एटेन्डेन्स हो कि
स्किल्ड बेबी असिस्टेंस हो कि ऑप्शन नंबर सी स्किल बर्थ अटेंडेंट हो कि स्किल फॉर बेबी असिस्टेंट? हजुरहरूको अप्सन नम्बर सी नै राख्नु भएको छ। सी नै राइट आन्सर हो ल। स्किल बर्थ एटेन्डेन्ट चाहिँ नै एसबिए को फुल फर्म रहेको छ। त्यसै गरी हाम्रो अब 20 नम्बर प्रश्नले सोधेको छ ह्युमन बडी डेभलप्स फ्रम अ सिंगल सेल इज कल्ड हैन स्पर्म, ऑप्शन नंबर बी ओवम, ऑप्शन नंबर सी जाइगोट, ऑप्शन नंबर डी मोरुला। सबैलाई थाहा भए अनुसार हैन थाहा भएको कुरा चाहिँ च्याट बक्समा मेसेज गर्नु नभए सबैलाई निन्द्रा लाग्छ तपाईहरुलाई अल्छी लाग्छ। हाम्रो अप्सन नम्बर सी जाइगोट हैन जाइगोट सिंगल सेलबाट चाहिँ एउटा हैन यत्रो ठुलो ह्युमन बडीको निर्माण हुने गर्छ जसमा चाहिँ हाफ स्पर्म सेल हैन 23 नम्बर र 23 नम्बर चाहिँ नै हाम्रो ओभम मिलेर चाहिँ एउटा जाइगोट चाहिँ फर्म भएको हुन्छ। अब चाहिँ यहाँ लेखेको छ हैन द नम्बर अफ क्रोमोजोम इन जाइगोट जाइगोटमा कति नम्बर क्रोमोजोम हुन्छ? लेख्नुस् च्याट बक्समा इजी छ है। सी हुन्छ कि डी हुन्छ? 20 मैले भन्दैछु त अहिले पनि 23 गरिकन हैन 23 पेयर भएपछि पो हुन्छ त। अप्सन नम्बर डी हो ल कन्फ्युज नहुनु। अप्सन नम्बर डी इज द राइट आन्सर। 46 नम्बर हुन्छ 23 पेयर हुन्छ। 44 वटा हुन्छ भने 11 वटा चाहिँ सेक्स क्रोमोजोम हुन्छ। तर चाहिँ टोटल नम्बर सोध्यो भने कति नम्बरको हुन्छ भन्दा 26 भन्नुपर्छ। त्यसै गरी अब हाम्रो के रे अब प्रश्न नम्बर 22 ले चाहिँ के भनेको छ भन्दाखेरि रिलिज अफ सेकेन्डरी ओसाइट्स फ्रम प्राइमरी ओसाइट्स इज कल्ड अप्सन नम्बर हैन ए चाहिँ क्यापासिटेसन, अप्सन नम्बर बी फर्टिलाइजेसन, अप्सन नम्बर सी ओजेनेसिस र अप्सन नम्बर डी चाहिँ नै ओभुलेसन। के रहेछ? रिलिजिङ फ्रम हैन प्राइमरी ओसाइट्स रिलिजिङ फ्रम सेकेन्डरी ओसाइट्स हैन प्राइमरी ओसाइटबाट सेकेन्डरी ओसाइट रिलिज हुने प्रोसेसलाई हामी के भन्छौं भन्दाखेरि जहाँ चाहिँ नि ओसाइट्सको कुरा आएको छ हैन त्यो चाहिँ हामी के भन्छौं ओभुलेसन नै भन्छौं। सो अप्सन नम्बर डी इज द राइट आन्सर। त्यही भएर अर्को नम्बर हाम्रो अब 23 नम्बरलाई हेर्दै गर्दाखेरि द नम्बर अफ स्पर्म फर्मड बाई वान प्राइमरी स्पर्मेटोसाइट कतिवटा चाहिँ नि स्पर्म के रे स्पर्मासाइट मिलेर चाहिँ नि हैन प्राइमरी नम्बर कति नम्बर हुन्छ है स्पर्म फाउन्ड बाई वान प्राइमरी हाम्रो 23rd नम्बरको आन्सर चाहिँ नि हजुरहरूले के लेख्नु भएको छ हेरौँ। ए यस ए इज द राइट आन्सर हो है। नम्बर अफ स्पर्म ए इज द राइट आन्सर हो। ओके म्याम। हजुरहरूले लेख्नु पनि भएको छ च्याट बक्समा। च्याट बक्स हेर्नुपर्छ हामीले अनि के छ भनेर है।
ल अब चाहिँ हाम्रो 24 नम्बरको द नम्बर अफ स्पर्म फर्मड फ्रम वान स्पर्मेटोगोनिया इज 24 को राइट आन्सर के होला? तपाईहरुले यस च्याट बक्समा 64 अप्सन नम्बर डी आन्सर हो। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि हैन अनि त्यसै गरी अब हामी 25 नम्बरमा अराउन्ड ओभुलेसन अकर ड्युरिङ होल रिप्रोडक्टिभ साइकल। हाम्रो चाहिँ नि महिलाको होल रिप्रोडक्टिभ साइकलमा चाहिँ नि लगभग कतिवटासम्म चाहिँ नि ओभुलेसन चाहिँ भएको हुन्छ भन्दाखेरि अप्सन नम्बर ए 200, अप्सन नम्बर बी 400, अप्सन नम्बर सी 600, अप्सन नम्बर डी यो सबै अराउन्ड हो है, एक्ज्याक्ट यति नै हुन्छ भन्ने हुँदैन, तर चाहिँ एउटा रेन्जमा लिनु पर्यो भने तपाईहरुले के भन्नुहुन्छ? 25 को राइट आन्सर चाहिँ नि च्याट बक्समा के राख्नु भएको छ? अप्सन नम्बर बी चाहिँ राइट आन्सर हो है। अराउन्ड 400 जति चाहिँ नि एकजना महिलाको रिप्रोडक्टिभ साइकलमा उसले चाहिँ नि ओभुलेसन के गरेको हुन्छ, भएको हुन्छ उसको ओभरीबाट। ल अब त्यसै गरी हामीले 26 नम्बरको क्वेशन हेर्दाखेरि फुल्ली म्याच्योर ओभम मेजर अबाउट हैन कतिको हुन्छ? हामीले एउटा चाहिँ म्याच्योर ओभमलाई हेर्दाखेरि उसको साइज हेर्यो भने कति हुन्छ? 26 मा ए नम्बरले चाहिँ नि हैन 100 माइक्रोमिटर, बी ले 130, सी ले 150 र डी ले 165। 26 को हाम्रो राइट नम्बर चाहिँ नि हैन अप्सन नम्बर बी रहेको छ, 130 माइक्रोमिटर। अब चाहिँ नि हाम्रो 27 को बाबु ल एकैछिन ल। अब हाम्रो चाहिँ नि हैन यो ओभम कभरिङ 27 को प्रश्न चाहिँ के रहेको छ भन्दाखेरि ओभम कभरिङ द्याट इज हैन ग्लाइकोप्रोटिन। हामीले चाहिँ ओभमको कभरिङलाई चाहिँ के भनेको हुन्छौँ है, त्यो चाहिँ ग्लाइकोप्रोटिन नामले बनेको हुन्छ। त्यसलाई चाहिँ नि हामीले के भन्छौँ? जोना ग्रान्युलोसा, जोना पेल्युसिडा, जोना फासिकुलेटा, त्यसै गरी जोना रेक्टिकुल्यारिस। के भन्छौँ 27 लाई? हामीले ओभमको आउटर कभरलाई हैन जुन चाहिँ ग्लाइकोप्रोटिनले बनेको हुन्छ त्यसलाई चाहिँ नि हामी जोना पेल्युसिडा भनेर भनेको हुन्छौँ। यसको 27 को अप्सन नम्बर बी राइट आन्सर ल। त्यसै गरी अब हाम्रो क्वेशन नम्बर 28 ले भनिरहेछ द नम्बर अफ क्रोमोसोम इन मियोसिस 1 सेल डिभिजन रिमेन हैन। यहाँ चाहिँ अप्सन नम्बर ए मा हाफ, अप्सन नम्बर बी मा सेम, त्यसै गरी अप्सन नम्बर डी डबल, त्यसै गरी अप्सन नम्बर डी आइदर सेम अर हाफ। मियोसिसमा सेल डिभिजन हुँदाखेरि क्रोमोसोमको संख्या के हुन्छ? 28 नम्बरमा भन्नुस् त। अप्सन नम्बर ए इज राइट आन्सर ल, हाफ हुन्छ।
त्यसै गरी हामी अब 29 नम्बरको क्वेशन्स हेर्दाखेरि जर्मिनल एपिथेलियम अफ द ओभरी इज फर्मड बाई हैन अप्सन नम्बर ए कोलुमनार सेल, अप्सन नम्बर बी क्युबोइडल सेल, अप्सन नम्बर सी स्क्वामस सेल र अप्सन नम्बर डी अल अफ द अबोभ। केले बनेको हुन्छ हाम्रो जर्मिनल एपिथेलियल ओभरीको जर्मिनल एपिथेलियल्सहरू चाहिँ नि हाम्रो अप्सन नम्बर बी है क्युबोइडल सेलबाट चाहिँ फर्म भएको हुन्छ। त्यसै गरी हाम्रो क्वेशन नम्बर 30 ले भनेको छ है टाइम टेकन फर स्पर्मियोजेनेसिस कति टाइम लाग्छ 14 डेज, अप्सन नम्बर बी 24 डेज, अप्सन नम्बर सी 45 डेज र अप्सन नम्बर डी 64 डेज। स्पर्मियोजेनेसिसको लागि चाहिँ हामीलाई हैन अप्सन नम्बर ए 14 डेजको चाहिँ टाइम चाहिन्छ। त्यसै गरी अब हामी चाहिँ 31 नम्बरको क्वेशन हेर्दा स्पर्म फिजियोलोजिकल चेन्ज फर्टिलाइज क्यापासिटी यसको अप्सन ए नम्बरमा स्पर्मेटोजेनेसिस, अप्सन बी स्पर्मियोजेनेसिस, अप्सन नम्बर सी क्यापासिटेसन एन्ड अप्सन नम्बर डी प्रोलिफेरेसन। 31 को हाम्रो चाहिँ नि हैन अप्सन नम्बर सी चाहिँ राइट आन्सर ल। फिजियोलोजिकल स्पर्ममा चाहिँ नि हैन फर्टिलाइजेसनमा को प्रोसेसमा हुने फिजियोलोजिकल चेन्जलाई हामीले के भन्छौँ भन्दा क्यापासिटेसन भनेर भनेको हुन्छौँ है। त्यही भएर अप्सन नम्बर सी इज द राइट आन्सर। त्यसै गरी अब चाहिँ हामी अप्सन नम्बर प्रश्न नम्बर 32 लाई हेर्दाखेरि द म्याच्योर ग्राफियन फलिकल मेजर्ड अबाउट म्याच्योर ग्राफियन फलिकल्सको हैन मेजरमेन्ट गर्दा उसको साइज कति हुन्छ 32 मा अप्सन नम्बर ए 10 mm, अप्सन नम्बर बी 20 mm, त्यसै गरी 30 mm र 50 mm। राइट आन्सर चाहिँ हाम्रो अप्सन नम्बर बी रहेको छ ल 20 mm। त्यसै गरी हाम्रो अब 33 नम्बरको क्वेशनले के भनेको छ हेरौँ ल ओभुलेसन अकर आफ्टर ... अफ ल्युटिनाइजिङ सर्ज 12 आवर 24 आवर 48 आवर त्यसै गरी 72 आवर। 33 को हाम्रो हैन राइट आन्सर चाहिँ के हुन्छ भन्दाखेरि ल्युटिनाइजिन हर्मोन हैन सेक्रेट भएको 24 आवर पछाडि ओभुलेसन भएको 24 आवर्स पछाडि बल्ल चाहिँ के हुन्छ भन्दा ल्युटिनाइजिङ हर्मोनको त्यसले गर्दाखेरि 24 आवर पछि बल्ल ओभुलेसन हुने गर्दछ। अब चाहिँ हामीले 34 को क्वेशन हेर्दाखेरि हैन फर्टिलाइजेबल लाइफ स्प्यान अफ ओभम भनेको कति हुन्छ 12 देखि 24 घण्टा। त्यसै गरी अप्सन नम्बर बी 24 देखि 48 घण्टा, त्यसै गरी 48 देखि 72 घण्टा र अप्सन नम्बर डी 72 टु 120 आवर। हाम्रो ओभम हैन ओभमको लाइफ स्प्यान कति रहेको छ त्यसमा पनि उ चाहिँ कति अवधिसम्ममा मात्रै फर्टिलाइजेसन गर्न सक्छ भनेर हेर्दाखेरि हाम्रो हैन एकदमै एक्ज्याक्ट टाइम हामीले हेर्यौं भने हैन 12 देखि 24 घण्टा मात्रै उसको क्यापासिटी हुन्छ लाइफ स्प्यान हुन्छ। त्यो भन्दा पछि चाहिँ के हुँदै जान्छ बिस्तारै इनएक्टिभ हुँदै जान्छ र ओभम हैन बाँचिरहे पनि
उसले चाहिँ नि फर्टिलाइजेसन गर्न सक्दैन। अब हामी चाहिँ नि 35 नम्बरको क्वेसन हेर्यौं भने हैन, जाइगोट कन्सिस्ट अप्सन नम्बर ए सिंगल सेल, 2 सेल, 4 सेल र 16 सेल। जाइगोटले कति सेल क्यारी गरेको हुन्छ? हजुरहरूले भन्नुभएको जस्तै हैन, सिंगल सेल है। जाइगोट चाहिँ के हो? सिंगल सेल भएकोले गर्दाखेरि यो चाहिँ जम्मा एउटा सेल मात्र क्यारी गरेको हुन्छ। 16 सेल कसले लेख्नु भएको थियो? 16 होइन नि। सिंगल सेल मात्रै हो, 16 सेल होइन ल। त्यसैगरी अब चाहिँ नि 36 नम्बरको प्रश्नलाई हेर्दाखेरि मेजर पार्ट अफ द क्यापेसिटेसन स्पर्म टेक प्लेस इन भजाइना, सर्भिक्स, फ्यालोपियन ट्युब, त्यसैगरी युटेराइन बडी। कुन ठाउँमा चाहिँ क्यापेसिटेसन हुन्छ है, स्पर्मको चाहिँ क्यापेसिटेसन हुन्छ, मेजर पार्ट चाहिँ कुन रहेछ? मेजर पार्ट चाहिँ क्यापेसिटेसनको लागि हाम्रो हैन फ्यालोपियन ट्युब रहेको छ है। त्यसैगरी हाम्रो 37 नम्बरको प्रश्नले के भनेको छ? म्याक्सिमम नम्बर अफ ओसाइट ओगोनिया आर इन ओभरी एट हैन, कहिले चाहिँ सबभन्दा धेरै नम्बरको हैन ओसाइट्सहरू प्रेजेन्ट रहेको हुन्छ ओभरीमा भन्दाखेरि 5th month of uterine life, 7 month of uterine life, at birth अथवा at puberty। हाम्रो 37 को राइट आन्सर हजुरहरूले के भन्नुभएको छ हेरौँ। ए है, ए चाहिँ राइट आन्सर हो हैन। हाम्रो हैन इन्ट्रायुटेराइन लाइफमै हुँदाखेरि चाहिँ नि हैन हाम्रो के हुन्छ भन्दा म्याक्सिमम नम्बर अफ ओगोनियाहरू चाहिँ प्रेजेन्ट भइरहेको हुन्छ। त्यही भएर हाम्रो राइट आन्सर 37 को ए हुने भयो। अब 38 को हामीले हेर्दै जाँदा जोना ह्याचिङ अकर कहिले चाहिँ नि हैन यस्तो हुन्छ भन्दाखेरि 3 डेजमा, 5 डेजमा, 6 डेजमा, 8 डेजमा। हाम्रो राइट आन्सर चाहिँ नि अप्सन नम्बर बी रहेको छ है, 5 डेज आफ्टर फर्टिलाइजेसन। त्यसैगरी अब अर्को प्रश्न नम्बर 39 मा चाहिँ के रहेको छ भन्दा टाइम टेकन फर क्यापेसिटेसन अफ स्पर्म। स्पर्मलाई चाहिँ नि हैन कति टाइम लाग्छ क्यापेसिटेसनको लागि? अब 39 को अप्सन नम्बर ए ले के भनेको छ? 2 to 4 आवर, त्यसैगरी 4 to 6 आवर, 6 to 8 आवर, त्यस्तै 8 to 10 आवर। यसको चाहिँ राइट आन्सर चाहिँ नि अप्सन सी रहेको छ ल। 6 to 8 आवर चाहिँ नि उसलाई चाहिँ क्यापेसिटेसनको लागि टाइम चाहिँ लागेको हुन्छ। अब 40 नम्बरको क्वेसन हेरौँ हैन, वान प्राइमरी ओसाइट फर्म्स 1 ओभम, 2 ओभम, 4 ओभम अथवा चाहिँ नि हैन अब मल्टिपल भएपछि ओभमलाई ओभा भन्ने भयो हैन। अब 4 ओभा और 8 ओभा भनेपछि हाम्रो 40 को राइट आन्सर चाहिँ नि ए नै रहेको छ है। राइट आन्सर चाहिँ हाम्रो हैन वान प्राइमरी ओसाइट हैन फर्म्स 1 and 1 ओभम है। त्यही भएर अप्सन ए राइट आन्सर। अर्को 41 को टाइम टेकन बाई स्पर्म टु रिच फ्यालोपियन ट्युब।
30 मिनट, 1 आवर, 2 आवर, त्यसै गरी 7 आवर। 41 को राइट एन्सर। स्पर्मलाई चाहिँ कति समय लाग्छ फ्यालोपियन ट्युब पुग्नलाई भन्दा एकदमै कम समयमा पुग्छ है। थर्टी मिनट्स है, हजुरहरूले भन्नुभएको जस्तै जम्मा हाफ एन आवरमा स्पर्म चाहिँ फ्यालोपियन ट्युबमा पुग्न सक्छ। अब अर्को 42 नम्बरको प्रश्नले के भनेको छ भन्दा विच अफ द फलोइङ स्टेज इन्टर द युटेराइन क्याभिटी, कुन चाहिँ स्टेजमा हैन युटेराइन क्याभिटीमा चाहिँ पुग्छ? जाइगोटमा, अप्सन नम्बर बी मोरुलामा, अप्सन नम्बर सी ब्लास्टोसिस्टमा, अप्सन नम्बर डी ब्लास्टोमेयरमा। भने हाम्रो यसको चाहिँ राइट एन्सर के रहेको छ भन्दा अप्सन नम्बर बी ल। मोरुला स्टेजमा चाहिँ के हुन्छ भन्दा मोरुला स्टेजमा हाम्रो हैन युटेराइन क्याभिटीमा चाहिँ नि एन्टर गरेको हुन्छ। अब मोरुला भनेको के हो? सिंगल सेल स्टेज हो कि 2 सेल स्टेज हो कि 12 सेल स्टेज हो कि 16 सेल स्टेज हो? मोरुला भनेको कति सेल स्टेज हो भन्दा अप्सन नम्बर डी इज द राइट एन्सर है। 16 सेल हो मोरुला भनेको, 16 सेल हो। अब हाम्रो 44 नम्बरको प्रश्नले के भनेको छ इम्प्लान्टेसन अकर अन थर्ड डे अफ फर्टिलाइजेसन, फोर्थ डे अफ फर्टिलाइजेसन, फिफ्थ डे अफ फर्टिलाइजेसन, त्यसै गरी सिक्स्थ डे अफ फर्टिलाइजेसन। 44 को हाम्रो राइट एन्सर चाहिँ कुन रहेको छ? हाम्रो डी चाहिँ राइट एन्सर रहेको छ है, सिक्स्थ डे अफ फर्टिलाइजेसन। अनि इम्प्लान्टेसन अकर एट, कहिले चाहिँ इम्प्लान्ट भएर बस्छ हाम्रो चाहिँ नि हैन ब्लास्टोमेयर भएको बेलामा कि ब्लास्टोसाइस्टको बेलामा, मोरुलाको बेलामा कि जाइगोटको बेलामा? कहिले चाहिँ नि कन्सेप्सन प्रोडक्ट चाहिँ नि हैन इम्प्लान्ट हुन्छ भन्दा ब्लास्टोसिस्ट है, ब्लास्टोसिस्टको फेजमा चाहिँ गएर यो चाहिँ हैन इम्प्लान्टेसन हुन्छ। अब अर्को हाम्रो 46 नम्बरको प्रश्न हेर्दा द इम्ब्रायो क्यान बी डिफरेन्सिएट एज ह्युमन आफ्टर 6 weeks of fertilization, 4 weeks of fertilization, 6 weeks of fertilization, 8 week of fertilization, त्यसै गरी 10 weeks of fertilization। कहिले चाहिँ नि हैन अब ह्युमनको जस्तो डिफरेन्सिएट गर्न सक्छौँ हामी इम्ब्रायोलाई भन्दाखेरि अप्सन नम्बर सी इज राइट एन्सर ल। 8 विक्ससम्म भएपछि बल्ल चाहिँ त्यो हैन अब उसको चाहिँ नि ह्युमन जस्तो उसको चाहिँ उसका विभिन्न हैन हेर्न चाहिँ त्यस्तो फिल हुन्छ। अब हामीले 47 को क्वेशनलाई हेर्दाखेरि HCG hormone is secreted by syncytotrophoblast, cytotrophoblast, germinal cell of ovary, त्यसै गरी कोरियन अफ द प्लासेन्टा। कसले चाहिँ HCG हर्मोन सेक्रेट गर्छ? लेख्नुस् च्याट बक्समा। हामीलाई चाहिँ नि हैन अप्सन नम्बर बी हैन HCG हर्मोन सेक्रेट गर्ने भनेको
सिनसाइटोट्रोफोब्लास्टले हो। त्यसै गरी हाम्रो 48 प्रश्नले के भनेको छ भन्दाखेरि all of the following develop from ectoderm layer except central nervous system, pituitary gland, kidney, त्यसै गरी hair and nail। हैन, बेबीको हैन के हुन्छ भन्दाखेरि जब चाहिँ इनर सेल मास बनेको हुन्छ हैन, त्यसबाट के हुन्छ भन्दाखेरि एन्डोडर्म हैन, इक्टोडर्म यिनीहरू चाहिँ नै बन्छ हैन। अब इक्टोडर्मबाट चाहिँ के फर्म हुन्छ? 48 को राइट आन्सर हजुरहरूले च्याट बक्समा लेख्नु भएको होला। इक्टोडर्म लेयरबाट चाहिँ हाम्रो किडनीहरू चाहिँ बनेको हुन्छ। त्यसै गरी हाम्रो 49 को प्रश्नले के भन्छ भन्दाखेरि अ बेसिन लाइक स्ट्रक्चर formed by two innominate bone sacrum and coccyx is called हैन, डेसिडुआ, फोरामेन, पेल्भिस, स्टिल स्पाइन। 49 को राइट आन्सर हजुरहरू च्याट बक्समा लेख्नुहोस्। अब यसमा चाहिँ नै हामीले हेर्दाखेरि अप्सन नम्बर सी हैन, अप्सन नम्बर सी इज द राइट आन्सर। किन भन्दा डेसिडुआ भनेको प्रेग्नेन्ट युटरस भयो, फोरामेन भनेको चाहिँ नि हैन कहाँ हुन्छ भन्दा त्यहाँ टर्बुरेटमा हुन्छ, स्टिल स्पाइन भनेको पेल्भिसकै एउटा पार्ट हो, त्यही भएर बेसिन लाइक स्ट्रक्चर भन्ने बित्तिकै पेल्भिस हो है। त्यसै गरी द पेल्भिस कन्सिस्ट अफ डट 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 पेल्भिक बोन। पेल्भिकले कतिवटा बोनलाई चाहिँ क्यारी गरेको हुन्छ, कन्सिस्ट गरेको हुन्छ? अप्सन नम्बर ए 1, 3, 4 एन्ड 5 गरिकन हाम्रो 50 नम्बरको कतिवटा बोन क्यारी गरेको हुन्छ भन्दा हैन, अप्सन नम्बर सी इज राइट आन्सर है। 4वटा इनोमिनेट बोनले बनेको हुन्छ, हजुरहरूलाई थाहा छ ल। त्यसै गरी अब हैन which of the following is not a part of hip bone? कुन चाहिँ हाम्रो हिप बोनको पार्ट होइन हैन? इस्चियम, इलियम, त्यसै गरी फेरि इलियम, त्यसै गरी प्युबिस। 51 को हाम्रो राइट आन्सर हैन कुन हुन्छ होला? किनभने इस्चियम पनि हुन्छ, इलियम पनि हुन्छ, प्युबिस पनि हुन्छ हैन। अब हाम्रो यो हैन अप्सन नम्बर सी, यो इलियमको मतलब चाहिँ नि हाम्रो बोनवाला इलियम होइन, त्यही भएर यो सी चाहिँ नै हाम्रो यसको लागि चाहिँ राइट आन्सर। यो चाहिँ हाम्रो हिप बोनको पार्ट पर्दैन भनेर बुझ्छौँ। अब हाम्रो 52 नम्बरको प्रश्नले सोधेको छ सिम्फेसिस प्युबिस इज हैन, सिम्फेसिस प्युबिस के हो? बोन हो कि जोइन्ट हो कि मसल्स हो कि कार्टिलेज हो? 52 नम्बर च्याट बक्समा लेख्नु होला हजुरहरूले हैन। हाम्रो सिम्फेसिस प्युबिस चाहिँ के हो भन्दा एउटा जोइन्ट हो ल। सिम्फेसिस प्युबिस चाहिँ नि हाम्रो जोइन्ट हो ल। त्यसै गरी अब हामी 53 को हेर्दै जाँदाखेरि ट्रु पेल्भिस इज डिभाइडेड इन्टु, ट्रु पेल्भिसमा चाहिँ केमा डिभाइड गरेको हुन्छ भन्दा इनलेट, क्याभिटी, आउटलेट, त्यसै गरी अप्सन नम्बर बी इनलेट, आर्मलेट, क्याभिटी,
त्यसै गरी अप्सन नम्बर सी आमलेट ब्रिम आउटलेट, त्यसै गरी इनलेट ट्युब क्याभिटी। 53 को राइट आन्सर हाम्रो अप्सन नम्बर ए रहेको छ है, इनलेट, त्यसै गरी क्याभिटी र आउटलेट मिलेर हाम्रो ट्रु पेल्भिस फर्म भएको हुन्छ। अब 54 नम्बरमा चाहिँ नि मोस्ट कमन टाइप अफ फिमेल पेल्भिस इज, सबैले च्याट बक्समा लेख्नु होला। मोस्ट कमन हाम्रो फिमेल पेल्भिस कुन हो? एन्थ्रोपोइड, गाइनेकोइड, प्याटिपेल्भोइड, अनि एन्ड्रोइड कुन हो? अप्सन हेरेर बनाउनु। सजिलो छ क्वेसन है। अप्सन नम्बर बी इज राइट आन्सर। गाइनेकोइड पेल्भिस चाहिँ नि मोस्ट कमन टाइप फिमेल पेल्भिस हो। त्यसै गरी मेल टाइप पेल्भिस कुन हो? हाम्रो अप्सन नम्बर ए है, एन्ड्रोइड। एन्ड्रोइड चाहिँ नि हैन टाइप्सको पेल्भिस चाहिँ नि, सरी है यो कहाँ पर्यो, एन्ड्रोइड यहाँ छ। मेल टाइप अफ पेल्भिस चाहिँ नि एन्ड्रोइड हो। त्यसै गरी हाम्रो हैन अब यो 56 को फेस टु प्युबिस डेलिभरी इज कमन इन, 56 को हाम्रो राइट आन्सर चाहिँ के हो? फेस प्रेजेन्टेसन हैन, फेस टु प्युबिस डेलिभरी कमन इन एन्थ्रोपोइड पेल्भिस। सो अप्सन नम्बर डी इज द राइट आन्सर। यो अप्सन ए होइन है, अघि नै मैले माथि लाउनु खोजेको थिएँ, यहाँ परेको थियो, यो हो। त्यसै गरी द एन्टेरियर पोस्टेरियर डायमिटर अफ पेल्भिक ब्रिम इज अबाउट 10 सेन्टिमिटर, 11 सेन्टिमिटर, 12, 13 कुन हो? 57 को हाम्रो हैन एन्टेरियर पोस्टेरियर डायमिटर अफ पेल्भिस मा चाहिँ नि पेल्भिक ब्रिमको एपी डायमिटर 11 सेन्टिमिटरको रहेको हुन्छ। त्यसै गरी बेस्ट म्यानेजमेन्ट अफ कन्ट्र्याक्टेड पेल्भिस चाहिँ नि के हुन सक्छ भन्दाखेरि अक्सिटोसिन इन्ड्युस डेलिभरी हुन्छ कि फोर्सेप डेलिभरी हुन्छ कि ट्रायल लेबर हुन्छ कि सिजेरियन सेक्सन हुन्छ? हाम्रो 58 को राइट आन्सर चाहिँ नि हैन अप्सन नम्बर डी चाहिँ हो। अब एकछिन, अब अर्को चाहिँ हाम्रो हैन 59 मा ट्रायल लेबर क्यान बी युज्ड फर, कस्तो बेलामा चाहिँ हामीले ट्रायल लेबर गर्न सक्छौँ? कन्ट्र्याक्टेड पेल्भिस भएको बेलामा, सिपिडी भएको बेलामा, फिटल डिस्ट्रेस भएको बेलामा, अथवा चाहिँ कर्ड प्रोल्याप्स भएको बेलामा, कस्तो बेलामा चाहिँ हामीले ट्रायल अफ लेबर चाहिँ गर्न सक्छौँ, युज गरिन्छ? हामीले हैन यति सबै प्रश्नहरू आउँदाखेरि हामीले चाहिँ नि सिपिडी को बेलामा, सेफालोपेल्भिक डिस्प्रोपोर्सनको बेलामा ट्रायल चाहिँ गरेर हेर्न मिल्यो। कन्ट्र्याक्टेडै पेल्भिस छ, कर्ड प्रोल्याप्स छ र फिटल डिस्ट्रेस छ भने यसमा चाहिँ मिलेन। ल मिल्न त यसमा पनि मिल्दैन, तर ट्रायल चाहिँ गर्न मिल्यो। अरूहरू हेरिकन यो अलिकति वेट गर्न मिल्ने भयो। त्यसै गरी अब अर्को 60 नम्बरमा जोइन्ट बिट्विन टु क्रेनियल बोन इज कल्ड सुचर, फ्रन्टानेला, त्यसै गरी फिसर अथवा लोब्युल। हाम्रो क्रेनियल बोनको हैन जोइन्टलाई हामीले के भन्छौँ?
च्याट बक्समा लेख्नु निन्द्रा लाग्ला फेरि हजुरहरूलाई। 60 नम्बरको हजुर कति यति इजी बेला छ हजुर? हामीले हैन के भन्छौँ भन्दाखेरि दुईटा स्पेस हैन अझ हेडको स्पेसलाई हामी के भन्छौँ सुचर भनेर भन्छौँ। त्यसैगरी चारवटा स्पेसलाई हामी फन्टानेला भनेर भन्छौँ। हामीलाई हैन क्रेनियल बोनको दुईटा बोनको स्पेसलाई हामीले सुचर भन्छौँ है। त्यसैले अप्सन नम्बर ए चाहिँ राइट एन्सर। त्यसैगरी 61 मा सुचर बिट्विन टु पराइटल बोन इज कल्ड sagittal suture, coronal suture, lambdoidal suture अथवा मेटापोइक सुचर। यसरी हेर्दा 61 मा हैन हाम्रो दुईटा पराइटल बोनलाई चाहिँ नि बीचमा डिभाइड चाहिँ नि sagittal सुचरले गरेको हुन्छ। त्यसैले दुईटा पराइटल बोन जोड्ने सुचरलाई हामीले sagittal सुचर भनेर भन्छौँ। त्यसैगरी अब अर्को चाहिँ नि द भल्ट पार्ट अफ स्कल कन्सिस्ट। हजुरहरूलाई थाहा छ नि हैन हाम्रो स्कलमा के हुन्छ भन्दाखेरि एउटा भल्ट हुन्छ, एउटा चाहिँ फेस हुन्छ, एउटा चाहिँ बेस हुन्छ हैन। तीनवटा पार्ट कन्सिस्ट मिलेर बनेको हुन्छ गरेर बनेको हुन्छ भने अब हैन भल्टमा चाहिँ के हुन्छ? फिटल स्कलको भल्टमा तीनवटा सुचर हुन्छ कि चारवटा सुचर हुन्छ कि पाँचवटा सुचर हुन्छ कि छवटा सुचर हुन्छ? 62 को सम्झेर यसो भन्नु त कतिवटा सुचर्सहरू रहेका हुन्छन्? चारवटा सुचर्सहरू रहेका हुन्छन् है। अप्सन नम्बर बी इज राइट एन्सर। त्यसैगरी 63 नम्बरले के भनेको छ? आफ्टर फर्टिलाइजेसन अफ जाइगोट gradually migrate from ampulla to the uterine tube and reaches the uterine cavity हैन। फर्टिलाइजेसन भएको जाइगोट चाहिँ नि कहिले चाहिँ हैन के रे हाम्रो यो के रे एम्पुलाबाट चाहिँ युटेराइन क्याभिटीसम्म चाहिँ पुग्छ। कति समय लाग्छ? 12 आवर लाग्छ कि 24 आवर लाग्छ कि 48 आवर लाग्छ कि 72 आवर लाग्छ? जाइगोटलाई युटेराइन क्याभिटी भित्र पस्न माइग्रेट हुन कति समय लाग्छ? लेख्नुस् हजुरहरूले च्याट बक्समा। 72 आवर लाग्छ है। 72 आवर लाग्छ एउटा जाइगोटलाई हैन युटेराइन क्याभिटी भित्र चाहिँ। तर एक्ज्याक्ट एन्सर चाहिँ अझै पनि हैन के छ भन्दा 96 आवर लाग्ने भएकोले तर अब योसँग हामीलाई म्याच गरेर हेर्दाखेरि यो सबभन्दा बढी भएकोले गर्दाखेरि हामीले चाहिँ यसलाई फोकस गर्यौं। तर यो भन्दा पनि अझै धेरै नम्बर भएको भए हामीले चाहिँ नि त्यसलाई चाहिँ लगाउँथ्यौं। यहाँ द एक्ज्याक्ट एन्सर इज 96 आवर भनेर भन्दैछ। हजुरहरूलाई यसले गर्दाखेरि के थाहा हुन्छ भन्दाखेरि कहिलेकाहीँ एक्ज्याक्ट एन्सर दिएको छैन भने हामीले के गर्नुपर्छ भन्दाखेरि त्यसको छेउछाउको एन्सर कुन छ त त्यसलाई मिल्ने एन्सर कुन छ त त्यसमा पनि हामीले हैन लगाउन सकिन्छ। त्यसैगरी मेम्ब्रेनस स्पेस वाइड ग्याप बिट्विन टु क्रेनियल सुचर इज कल्ड सुचर, फ्रन्टानेला, भर्टेक्स, सिन्सिपुट। हाम्रो 64 को प्रश्नको राइट एन्सर चाहिँ के भयो भन्दाखेरि जोइन्ट बीच मात्रै हुन्छ भने सुचर भन्छौं भने मेम्ब्रेनस हैन स्पेसलाई वाइड ग्यापलाई हामीले फ्रन्टानेला भनेर भनेका हुन्छौं। यो चाहिँ हाम्रो नम्बर कति नम्बरको हुन्छ? 2 वटा नम्बरमा हुन्छ हैन। अब यहाँ अर्को पनि सोधिएको छ के भन्दाखेरि एट बर्थ नम्बर अफ फ्रन्टानेला प्रेजेन्ट इन फिटल स्कल
कतिवटा चाहिँ नि हाम्रो बच्चाको हैन अब डेलिभरी हुने बेलामा चाहिँ फिटल स्कलमा कतिवटा फन्टानेला हुन्छ भन्दाखेरि च्याट बक्समा हजुरहरूले लेख्नु अप्सन नम्बर कुन चाहिँ राइट हुन्छ एट बर्थ नम्बर अफ fontanella present on मोबाइल चला बच्चा बेटा वो बेटा मोबाइल चला बच्चा मोबाइल 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 चला बेबी ये ऑफ मोबाइल बड़े पापा के चल हे बाबुले डिस्टर्ब बस ल बसेर हेर ल ल ला आफै बोलिरहेको छु। ठिक छ ल 6 नम्बरको क्वेसन मैले तपाईहरुले सुन्नुभयो कि सुन्नु भएन ल फेरि हामी 65 को हेरौँ ल एट बर्थ चाहिँ नि हैन
टोटल नम्बर अफ फन्टानेला हाम्रो स्कलमा 6 वटा प्रेजेन्ट हुन्छ, तर हामीले चाहिँ नि जम्मा हैन विशेष छलफल के को बारेमा गर्छौं, जम्मा 2टाको बारेमा, एन्टेरियर फन्टानेला, पोस्टेरियर फन्टानेला। अरूहरू पनि रहेका हुन्छन्, तर हैन विशेष छलफल चाहिँ 2टाको बारेमा गरिएको हुन्छ। टोटल नम्बर चाहिँ 6 नम्बर भएकोले गर्दाखेरि हाम्रो अप्सन नम्बर सी चाहिँ राइट आन्सर भयो ल। त्यसैगरी अब 66 नम्बरमा हेर्यो भने एन्टेरियर फन्टानेला क्लोजर आफ्टर डट अफ बर्थ 6 to 8 weeks, 12 month, 18 month र 24 month। हाम्रो 66 को राइट आन्सर अप्सन नम्बर सी रहेको छ ल, 18 month। त्यसैगरी अब 67 नम्बरको क्वेशन के भनेको छ भन्दाखेरि ओभरल्यापिङ अफ स्कल बोन ड्युरिङ लेबर। लेबरको टाइममा हाम्रो हैन एकअर्कामाथि त्यो के हुन्छ भन्दा स्कल बोनहरू चाहिँ ओभरल्याप हुन्छ, त्यसलाई हामी के भन्छौं, सेफालोहेमाटोमा। अप्सन नम्बर बी क्राउनिङ, अप्सन नम्बर डी मोल्डिङ, अप्सन नम्बर डी चाहिँ सीपीडी भन्दा यसको राइट आन्सर चाहिँ हजुरहरूलाई थाहा छ, मोल्डिङ हुन्छ है। अब हाम्रो 68 मा हैन द लंगेस्ट डायमिटर अफ द स्कल इज, हाम्रो स्कलको सबभन्दा लंगेस्ट डायमिटर चाहिँ कुन रहेको छ, बाइपराइटल डायमिटर, बाइटेम्पोरल डायमिटर, मेन्टो भर्टिकल डायमिटर, सब मेन्टो ब्रैग्मेटिक डायमिटर। भनेपछि हैन हाम्रो सबभन्दा लंगेस्ट डायमिटर चाहिँ नि मेन्टो भर्टिकल डायमिटर हो। मेन्टो भर्टिकल डायमिटर चाहिँ आन्सर राइट भयो। त्यसैगरी स्वेलिङ on the scalp of newborn appears at birth, which is not limited by the suture, is caput succedaneum, cephalohematoma, hydrocephalus, त्यसैगरी bulging fontanella। 69 को हाम्रो राइट आन्सर चाहिँ कुन हो भन्दाखेरि क्यापुट सक्सिडेनम हो है। अब हाम्रो 70 नम्बरको क्वेशन रहेको छ, द रिलेसनशिप बिट्विन लङ एक्सिस अफ द फिटस टु द लङ एक्सिस अफ द मदर इज कल्ड लाई, प्रेजेन्टेसन, पोजिसन, स्टेसन। हाम्रो हैन रिलेसनशिप लङ एक्सिस अफ मदर टु लङ एक्सिस अफ फिटस लाई हामी के भन्छौं, हामीले त्यसलाई चाहिँ नि लाई भनेर भनेको हुन्छौं। ल आजको लागि हामी क्लास यति नै गर्छौं ल, फेरि भोलि हामी क्लास लिन्छौं। भोलि ढिलो हुँदैन होला, भोलि 7 बजेदेखि नै 6:30 बजेदेखि नै गरौँला। हेलो मैले मिटिङ एन्ड गरे ल।